धादिङकी आगो सांसद आशिका तामाङ अहिले के गर्दै हुनुहुन्छ? आज यसै बारेमा छोटकरीमा कुरा गरौँ। आशिका तामाङ अहिले प्रतिनिधि सभा बैठकमा सक्रिय हुनुहुन्छ। शून्य समयमा महँगी इन्धन कर घटाउने माग र जनताको दैनिकी समस्याहरू उठाइरहनु भएको छ। उहाँले संसद बाहिर पनि काम गरिरहनु भएको छ। फोहोर व्यवस्थापन, सडक सुधार र पर्यावरण संरक्षणमा खबरदारी गरिरहनु भएको छ। जनकपुर र बुटोलमा फोहोरको अवस्था देखेर स्थानीय सरकारलाई जिम्मेवारी बनाउन उहाँ अगाडि बढ्नु भएको छ। उहाँको भविष्यको योजना भनेको धादिङ क्षेत्रको विकास, युवा र महिलाको इम्पावरमेन्ट, सुशासन र दिगो फोहोर व्यवस्थापन हो। उहाँ भन्नुहुन्छ, संसद भनेको बोल्ने मात्र होइन, काम गर्ने पनि हो। नयाँ सरकारलाई उहाँले सकारात्मक तर खबरदारीपूर्ण रूपमा हेर्नुभएको छ। राम्रो कामको समर्थन र गल्तीमा स्पष्ट आलोचना गर्ने उहाँको अडान छ। सडकबाट संसदसम्म आइपुग्ने भएकी आशिका तामाङले नेपालको राजनीतिमा नयाँ ऊर्जा भरेको छ। तपाईलाई आशिका तामाङको काम कस्तो लागिरहेको छ? कमेन्टमा बताउनुहोस्। लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।